सिद्धान्तहरू। भाषा एक गतिशील र जीवन्त माध्यम हो। समयको अन्तरालसँगै यसको ध्वनि, व्याकरण, शब्दभण्डार र अर्थमा हुने फेरबदललाई नै भाषिक परिवर्तन भनिन्छ। भाषिक परिवर्तनका प्रमुख सिद्धान्तहरूलाई मुख्य रूपमा निम्न बुँदाहरूमा बुझ्न सकिन्छ। 1. ध्वनि परिवर्तनको सिद्धान्त। यो सिद्धान्तले भाषामा हुने उच्चारणगत परिवर्तनलाई समेट्छ। मानिसहरूले आफ्नो सजिलोका लागि कठिन ध्वनिहरूलाई सरल बनाउँदै लैजान्छन्। प्रयत्न लाघव अथवा मुखसुख, कम मेहनतमा धेरै बोल्ने प्रयास गर्दा शब्दहरू खिइन्छन्, जस्तै उपाध्यायबाट पाध्या वा बाहुन। समीकरण। फरक ध्वनिहरूलाई एकै ठाउँमा उच्चारण गर्दा समान बनाइनु। 2. सादृश्यको सिद्धान्त। जब कुनै नयाँ वा अपरिचित शब्दलाई मानिसहरूले आफूलाई पहिले नै थाहा भएको व्याकरण वा ढाँचामा ढाल्छन्, त्यसलाई सादृश्य भनिन्छ। बालबालिकाहरूले भाषा सिक्दा प्राय यो सिद्धान्त प्रयोग गर्छन्। उदाहरणका लागि, गयोको ठाउँमा जाँदा जस्तै जायो भन्नु। 3. आगम र लोपको सिद्धान्त। भाषामा नयाँ ध्वनिहरू थपिने वा भइरहेका ध्वनिहरू हराएर जाने प्रक्रिया यस अन्तर्गत पर्दछ। आगम, शब्दको सुरु, बीच वा अन्त्यमा नयाँ ध्वनि थपिनु, जस्तै स्कुललाई स्कुल भन्नु। लोप, उच्चारणलाई छिटो बनाउन ध्वनि हराउनु, जस्तै अनाजबाट नाज। 4. अर्थ परिवर्तनको सिद्धान्त, थियोरी अफ सेमान्टिक चेन्ज। समयसँगै शब्द उहिरहे पनि त्यसले दिने अर्थ बदलिन्छ। यसका 3 मुख्य रूप हुन्छन्। अर्थविस्तार, सानो क्षेत्रमा सीमित अर्थ फैलिएर व्यापक हुनु, जस्तै तेल पहिले तिलको रसलाई मात्र भनिन्थ्यो, अहिले तोरी भटमास सबैलाई भनिन्छ। अर्थसङ्कोच, फराकिलो अर्थ खुम्चिएर सानो हुनु, जस्तै मृग पहिले सबै जङ्गली जनावरलाई भनिन्थ्यो, अहिले हरिणलाई मात्र भनिन्छ। अर्थादेश, पुरानो अर्थ हराएर पूर्ण रूपमा नयाँ अर्थ लाग्नु। भाषिक परिवर्तनका प्रमुख कारणहरू। बाह्य कारण, भौगोलिक दूरी र बसाइचराइ, उच्चारणको सरलीकरण अर्थात् प्रयत्न लाघव, अन्य भाषासँगको सम्पर्क अथवा मिश्रण, मानसिक अवस्था र मनोभाव, सामाजिक र सांस्कृतिक प्रभाव, सादृश्य वा नयाँ शब्दको निर्माण, राजनैतिक र प्राविधिक विकास। ध्वन्यात्मक परिवर्तन। भाषा परिवर्तन एक आकस्मिक घटना नभएर यो एक निरन्तर र स्वाभाविक प्रक्रिया हो। यसलाई रोक्न सम्भव छैन, किनभने समाज र आवश्यकता परिवर्तन भइरहन्छ।